किताब बनाइदिनु पर्यो, किताब प्रकाशन गरिदिनु पर्यो। गोरखापत्र मात्र राखेर भएन कि त्यसलाई सङ्कलन गरेर त्यो चाहिँ नि किताब निकालिदिनु पर्यो। अनि त्यो किताब बिक्री मार्केटिङ गर्नु पर्यो। अनि त्यसपछि त्यो भाषाप्रति सबैको यस्तो भाषा रहेछ भन्ने एउटा त्यसमा कौतूहल पनि हुन्छ र अनि त्यसमाथि आकर्षण पनि हुन्छ। समग्र गोरखापत्रलाई नयाँ नेपालको जो बहुभाषिक पृष्ठ निस्किरहेको छ त्यसलाई हजुरले कसरी त्यो गोरखापत्रसित जोडेर हेर्नु भएको छ? राम्रो प्रयास हो। यो नयाँ नेपालको चाहिँ नि स्पिरिट लाई मनन गरेर गोरखापत्रको चाहिँ म्यानेजमेन्टले विभिन्न भाषाहरूमा राख्न त्यो अनुकूल पनि छ, त्यो चाहिँ प्रशंसनीय छ। अनि समग्र गोरखापत्रलाई सुधार गर्नको लागि केही सुझाव दिनुहुन्छ हजुरले? मार्केटिङमा भगीरथ प्रयत्न गर्नु पर्यो। ग्राहकहरूको सङ्ख्या बढाउनु पर्यो। अनि त्यो बढेपछि त बढ्दै जान्छ। अनिखेरि जति ग्राहकको सङ्ख्या बढ्दै गयो उति एडभर्टाइजमेन्ट बढ्दै जान्छ। अब जस्तो हामीले त अब सबभन्दा 112 देखि 120 दिन प्राइम मिनिस्टर भएको देव शमशेरले प्राइम मिनिस्टर हुँदाखेरि 1 पैसा पनि नकमाएको। हामीहरू सबै आफै सेल्फ मेड पिपल हो। सबभन्दा गरिब चाहिँ नि प्राइम मिनिस्टरको हामीले प्रतिष्ठान खोलेका छौँ, देव शमशेर प्रतिष्ठान। अनि हरेक वर्ष हामीले गोरखापत्रमा वर्षभरिमा राम्रो लेख लेख्ने पत्रकारलाई हामीले 15,000 हामीले पुरस्कार दिन्छौँ। हामीले गर्न सकिन्छ। यसपालि पनि हामीले अग्रहरीजी र शम्भु श्रेष्ठ, गोरखापत्रबाट अग्रहरीजी, देव शमशेर प्रतिष्ठानबाट शम्भु श्रेष्ठलाई जज बनाएर उनीहरूले गएको आर्थिक वर्ष क्यालेन्डर इयरमा जम्मा राम्रो लेख के निक्लिएको छ उनीहरूले रेकमेन्ड गरेपछि हामीले एउटा दसैँ अगाडि यहाँसम्म दसैँ अगाडि एउटा सेरिमोनी गरेर त्यो पुरस्कार दिने हाम्रो योजना छ। उहाँहरूले भ्याइदिनुहुन्छ कि हुनुहुन्न त्यही हो। दसैँ अगाडि नै भयो भने 10-15,000 वेतन पत्रकारले पाउँदा पनि राम्रो कुरा हुन्थ्यो। हजुरलाई यो लाग्दैन कि यो राजनीतिबाट टाढा राख्नुपर्छ गोरखापत्रलाई? अफकोर्स, किनभने अहिले नै राजनीतिकरण गोरखापत्र एउटा इन्डिपेन्डेन्ट एउटा न्युज पेपर हो भने पनि, किनभने यहाँ नेपालमा बुद्धिजीवी पनि कुनै न कुनै क्याम्पमा लागेको, पत्रकारहरू पनि कुनै न क्याम्पमा लागेको। म त नागरिक समाजमा छु है। कहिलेकाहीँ त्यो रिपोर्टर्स क्लबमा बोल्न जाँदाखेरिमा स्वतन्त्र विचारधाराको कुरा गर्दाखेरिमा त्यो पत्रकारले चाहिँ छाप्दैन। अब ऊ कुन क्याम्पको हो त्यही क्याम्पको लाइन बोलेको छ भने उसले छाप्छ, नछाप्दैन। त्यस्तो भइसक्यो अहिले, ज्यादै नै राजनीतिकरण भयो। सरको निचोड भनेको हजुरको यो राजनीतिकरणले गर्दाखेरि नै गोरखापत्र पछाडि परेको। अन्त्यमा हजुरलाई यो विशेषाङ्क निस्किँदैछ, यसमा हजुरको 2 शब्द राखिदिनु भए राम्रो हुन्थ्यो कि विशेषाङ्कको। यो विशेषाङ्क निकाल्ने यो बहुत प्रशंसनीय प्रयास हो। हजुर, राम्रो विशेषाङ्क निक्लोस्, एट्र्याक्टिभ आकर्षण हुने निक्लोस्। अनि त्यो सबै धेरै मान्छेले त्यसलाई पढेपछि त्यो जुन एउटा उच्च विचारले चाहिँ नि यो विभिन्न भाषामा चाहिँ नि लेखहरू निकालेर यो विषय निकाल्नु भएको छ, त्यो प्रयासको चाहिँ नि अनि एप्रिसिएसन कदर हुँदै आगामी वर्षहरूमा अझ बढी राम्रो चाहिँ विषयहरू निक्लिन्छ भन्ने। हस् त, हजुरले समय दिनुभयो, धन्यवाद। एउटा कुरा हामीले